एकादेशमा एकजना एकदमै प्रतापी राजकुमार रहेछन् कि पुरा देश विदेश 14 भुवन त्रिलोक जताततै ख्याति प्राप्त है, पराक्रमी, जता गयो त्यतै जितेर आउने, युद्ध गर्दा पनि जहाँ पनि हाहाई हुने है, जय जय हुने त्यस्ता राजकुमार रहेछन्। एकदिन फेसबुक चलाइरहेको रहेछन्, तिनको मनमा झ्याट्ट आएछ। फेसबुक चलाउँदै गर्दा के आएछ त भन्दा यो पराक्रमी धेरै भयो, युद्ध धेरै गरियो, मारकाट धेरै गरियो, अब भने मलाई पुण्य कमाउने मन छ। त्यही सोचले उनले चाहिँ अब पुण्य कमाउनु पर्ला भनेर एक दिन सोच्दै रहेछन्। त्यतिखेर फ्याट्ट उनको बिहेको कुरा चलेछ अरे बा। ल बिहा गर्दा त केटीका बाले त तिनलाई त त्यतिखेर भनिदिइहालेछन्, लौ यसलाई मारे पाप पाले पुण्य भनेर। अनि लौ त अब राजकुमारलाई के चाहियो होइन, पुण्य त अब उनले खोजिरहेकै थिए, पुण्य कमाउने मौका पाइयो भनेर। कसरी पुण्य कमाउ त भनेर त्यो बुढीलाई चाहिँ अब मिठो मिठो खाना दिन्छु भन्ने सोचेछन्। मिठो मिठो खाना कसरी दिने त भन्दा यसरी घिउमा सबै कुरा झैँ झानेर होइन। अनि बुढाले त बुढीको लागि भनेर दुधको तर त त्यो राजकुमारले त सधैँभरि झिकेर राखिदिँदा रहेछन् रे। अनि बुढीले पनि के खोजोस् कानु, आँखो भने जस्तै भयो। दुधको तर त जम्मा गरेर यसरी मिक्सरमै बनाई 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 फिटेर है, यसरी मोही पनि निकालेको छ, यता घिउ पनि छ है। कस्तो मजाले घिउ बनाउने बुढी, फेरि कति जातिविधि पराक्रमी कि बुढी, के जाति मेहनती परी छिन् है राजकुमारी, क्राउन प्रिन्सेस। अनि यसरी मोही पनि बनाएर आगो बालेर कति जाँगर गरेर ओहो घिउ बनाएर आम्मामा अब खाना पनि दिनु पर्यो, राजकुमारलाई पनि चखाउनु पर्यो। राजकुमारले त्यति मायाले राख्दै आफूले पनि खानु पर्यो, ज्यान बनाउनु पर्यो है। तपाईँहरू पनि यसरी मिक्सरबाट घिउ बनाउनुहुन्छ? ल हेर्नु त, आहाहा कति मजा।